यो ठाउँमा त यस्तो रहेछ नि त साथी हो पुरै तरुनी लिएर आउन घुम्न ठाउँ रहेछ यार हामी बोकै बोकाएर हामी पुतलीको छेउमा जाँदैछौँ है गाइस अभी मजा आएगा ना भिड़ के हो यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर वाउ यार कति राम्रो यार ठाउँहरू यार अन्डा फुल ठाउँ यार तिर हेर्नु फुलहरू परिहरू रहेछ सेन्टिमेन्टल गीत बजाएर हैन शाबाश बेटा बहुत बढ़िया अब हामी चाहिँ अब यो गोगनीको यो चोकबाट अब हामी निस्किँदैछौँ हैन चलिहाल्छ 16 सेकेन्ड हाम्रो राइडर मित्रहरू रेडी हालतमा हुनुहुन्छ एभ्रिवान अब हामी यहाँबाट निस्किसक्यौँ अगाडि गइसक्यौँ साथीहरू लास्टै यार को चाहिँ त डेन्जरै छ यार पुरै कच्ची बाटो छ हैन बाटो यता चाहिँ राम्रो रहेछ अहिले चाहिँ अगाडि लागिरहेछ साथीहरू देख्न सक्नुहुनेछ पुरै अफरोड हो ओहो
बाटो हेर्नु गाइज ओ माई गड ओ ओ ओ ओ पिल्ला बब्बाल राइडर उहाँले यो पार गर्नै सक्नुभयो यस्तो अप्ठ्यारो छ भने ओ देख्न सक्नुहुन्छ बाटो यो मुनि त्यो छ ओ ओ बाटो गाइस बाटो ओहो बब्बाल घुम्न आगो गाइज हामी यताहरूमाथि अड्क्यो ज्यान दुखेर गाइज म त यहाँ जहाँ पाएँ त्यही सुन्ने भइसक्यो अब माथि आउँदै हुनुहुन्छ एकजना राइडर हाम्रो स्वागत सर पुरै बबाल तरिकाले आइपुग्नु भयो उहाँ नि त्यस्तो अप्ठ्यारो बाटो नि पार गरेर आइपुग्नु भयो अब दुईजना माथि अट्के भयो अब त्यस्तो अफरोड छ कि गाइस ओहो ल तल भ्यू देख्न सक्नुहुन्छ बबाल त्यहाँ अनि यहाँ बाटो चाहिँ यस्तै हो दामी भ्यूमा आइपुग्यो है अब भ्यू हेर्ने ठाउँमा आइपुग्यो है हामी एकदम डाँडा खुल्ला ओपन छ बबाल लाग्यो ल टिङ पनि थाप्या रहेछ बबाल ए होइन ओहो यहाँ त यार यो ठाउँमा त यस्तो रहेछ नि त साथी हो पुरै तरुनी लिएर आउनु घुम्न ठाउँ रहेछ यार हामी बोकाएर यहाँ पुरै यो सेन्टिमेन्टल गीत बजाएर होइन हामी चाहिँ अब यहाँ के भन्छ कुन ठाउँले यो सर कगनी टप यो हाई यो उसमा चाहिँ आइपुगेका छौँ अनि यहाँ चाहिँ अब हाम्रो टार्गेटसम्म चाहिँ आइपुगेको अनि यहाँ चाहिँ पुरै ओपन ठाउँ रहेछ यहाँ पिकनिक प्लेसहरू नि रहेछ यहाँ अन्त के अरे बबाल छ यहाँको इन्भाइरोमेन्ट यहाँको होइन भ्यूहरू बबाल छ त्यो हामी माथि गरेर यता झरेका छौँ बबाल छ ठाउँहरू देख्न सक्नुहुनेछ तपाईँहरूले तलबाट नि रहेछ त रोड त ओहो त्यो यो गाउँबाट आउने हो कि होला यहाँ चाहिँ टक्क बसेर टक्क होइन घुम्न पर्ने ठाउँ रहेछ आउनु पर्ने ठाउँ रहेछ होइन यहाँ चाहिँ जङ्गल सबै बोल्न नआएर यार सौगात सर भन्नुहोस् है म तपाईँ के भन्नु म यहाँ यो ठाउँ देखेर केही बोल्न शब्दहरू नै हराइसकेँ यहाँ म एउटा उसको परि लिएर ठुलो मिस्टेक गरेछु यहाँ ठाउँमा हेर्दा चाहिँ ठिकै छ तर बाटो हेर्दा चाहिँ अलिकति कहाँसम्म जाने हामी जाने नि बटरफ्लाईको छेउतिर हो छेउतिर हामी पुतलीको छेउमा जाँदैछौँ है गाइस तर यार पुतलीको अरू पनि हो कि क्या यार त्यही त एउटाको चाहिँ हो कि के हो 3-4 जना त फ्री नै हो कि तल एउटा बसिरहेको छ त यार सर सिङ्गिलै हो कन्फर्म हो अब तिनीहरूलाई यार चान्स मान्नु है अट्याक गर्नै पर्छ यहाँ पुरै यार पखेटा फिजाएर बसिरहेछन् त्यो पखेटा हामीले ठिक पार्छौँ
तलतिर हेर्नु फुलहरू परिहरू रहेछ त्यही हो एभ्रीबडी हामी चाहिँ माथि कम्पनी चौरमा पुगेर हामी फर्किसक्यौँ एकदम बवाल छ आजको राइड एकदम बवाल भयो घुम्नुपर्छ लाइफमा इन्जोय गर्नुपर्छ वातावरण प्रकृतिसँग रमाउनुपर्छ यस्तो यस्तो प्रकृतिहरू हिमाल देखिन्छ पारी अलिक धेरै तल आइसकेका छौँ अब काठमाडौँ पुग्न अलिक धेरै छैन Akala jalu ada lain atau Hai? एउटा यहीँबाट रेकर्ड मेरो गरिदिँदा मास्तिर गएको म गरिदिन्छु है मुख पखालेको छ म यहाँ What else did I do? Enjoy the dance.